ल साथीहरू यो चेन्नईको मरिना बिचमा चाहिँ तपाईँलाई म यो बिच समुद्र देखाउँछु है त कति रमाइलो हुँदो रहेछ यहाँ कति शीतल हावा आउँदैछ टक्कसँगले एउटा साथमा एउटा केटी होस् एउटा मतलब गर्लफ्रेन्ड होस् या त आफ्नो वाइफ होस् होइन टक्कसँगले यो होइन टक्कसँगले उहाँहरू कति मजा जोडी जोडी अँगालो मारेर बसिरहेछ हामी पनि अब त्यसरी बस्न कहिले पाइएला कति रमाइलो छ हेर्नु त सँगै बसेको ठाउँमा यसरी गाई आइदिन्छ ल हेर्नुहोस् प्रायः जसोलाई त अब यो समुद्रहरू थाहा छँदैछ होइन पर एउटा नाउँ देखिँदो रहेछ हौ कहाँ छ भन्नु यसलाई यहाँ देखिन्छ कि देखिँदैन ल तपाईँलाई यहाँ जुम गरेर देखाउँछु ल कहाँ गयो क्याप्चर हुँदो रहेछ हौ साथीहरू नभए कहाँनिर एउटा नाउँ देखिरहेको थिएँ मैले तर यहाँ चाहिँ हुसे लागेको छ केही देखिँदो रहेछ उहाँहरू नि ओ पर बिल्डिङहरू हेर्नु त हुसे लागेको त केही देखिँदैन के भएको यो खै प्रदूषणले हो कि केले हो है केही देखिँदैन सबैतिर यस्तै छ अब यता यता अलिक खाली खाली ठाउँ छ होइन यता चाहिँ अलिकति भिड ठाउँ छ कि भिड ठाउँतिर जानुपर्छ अब अरे बाबा यहाँ हेर्नु कति राम्रो हेर्नुहोस् कति राम्रो यहाँ सिन्छ हेर्नु त गाईले पचाइरहेछ त सानो नानीलाई ल हेर्नुहोस् हामीहरूको यस्तो र यस्तो कहिले आउँछ होइन गाह्रो छ हौ गाह्रो छ होइन ल हेर्नुहोस् त्यहाँ हेर्नुहुन्छ ल घोडा हेर्नुहोस् घोडामा चढ्नुपर्छ अब कति रमाइलोले हिँडिरहेको छ यो घोडामा त सँगै चढ्ने खालको केटी पनि मिले हुन्छ नि ल हामीहरूको यस्तो कहिले बस्ने दिन आउँला गाह्रो छ हौ साथीहरू गाह्रो छ एक्लै बस्न गाह्रो छ ल जाउँ उता ओ भाइले चप्पल लगाएर आएको रहेछ राम्रो गरेको रहेछ हामी त अब जुत्ता लगाएर आएको है खोल्न पनि मिलेन हौ गाह्रो छ यहाँ विरक्त लागेर आउँदो रहेछ हौ यो बिचमा आउँदाखेरि पनि सबैको जोडी जोडी हुँदो रहेछ होइन अब ल आयो झन्डै झन्डै आयो सबैको जोडी जोडी भएर आएको रहेछन् अब हामीहरूको चाहिँ छैन है एक्लै घुम्न आइरहेछ केटाहरूसँग यहाँ हेर्नु न सबै जोडी जोडी बनेर आइरहेछ हामीहरू पनि छैन है हामी चाहिँ यस्तो मान्छेहरूसँग आइरहेछौँ